जुम्लामा राजावादीको एउटा सिट पनि आउँदैन, यो कुरा क्लियर हुनुहोस्। यो मैले यही टेबलमा ल तपाईँलाई अहिले यहाँ मिडियाको अगाडि म भन्दैछु, एउटा सिट पनि आउँदैन जुम्लामा राजावादीको। ढुक्क हुनुहोस् यसमा। जुम्ला भनेको 263 जना शहीदहरूले बलिदानी गरेको भूमि हो त्यो, यो गणतन्त्रको लागि, नट अ जोक। अनि त्यस्तो भूमिबाट तपाईँको राजाको लागि मत हाल्छन् त? अहिले किन हाले भने जुन तपाईँले प्रश्न गरिराख्नु भएको छ, यो त एउटा मौका दिएको, एउटा मौका। उसले राजाको एजेन्डा लिएर अगाडि बढेको होइन नि त उता। अब आउने चुनावमा राजावादीको एक पनि भोट आउँदैन भनेर चाहिँ उहाँले भन्नुभयो। राजावादीको कुरै छैन यहाँ। चाहे गणतन्त्रवादी होस्, चाहे राजावादी होस्, चाहे अवसरवादी होस्, जो भए पनि मतलब हुँदैन। यहाँ त बस काम चाहिएको हो, काम चाहिएको हो। काम गर्ने मान्छेलाई चाहिँ साथ दिनुपर्छ। यो पार्टी त्यो पार्टी के मतलब? गाउँ गाउँ बनाउनुहोस् न। उसले उसको कुरा काट्ने, उसले उसको कुरा किन काट्नु पर्यो? खै त मैले ज्ञानेन्द्र साईले तपाईँको कुरा काटेको कहिले देखाएको छैन। तपाईँ जहिले कुरा काटेर मात्रै बस्नुहुन्छ। तपाईँले हामीले नचिने पनि होइन, चिन्या हो। तपाईँ झन् समानुपातिकबाट पाउनुभयो, सिट पाउनुभयो भनौँ न। यसो गरौँ न, अब एकचोटि 2084मा प्रत्यक्षमा तपाईँ र ज्ञानेन्द्र साई चाहिँ भिडेको हेर्न मन छ।